वेलकम बैक टू माई च्यानल होइन सबैजनालाई होइन। आज चाहिँ धेरै दिन पछाडि अब मैले भिडियो बनाएँ। त्यो पनि किन भिडियो बनाउन आँटेको भन्दाखेरि चाहिँ अब होइन मैले चाहिँ एउटा ट्राइपोड किनेको छु होइन, यसो म भिडियो भ्लग बनाउनुलाई। अनि बिग साउट आउट टु इजी अनलाइन प्रोडक्ट होइन। अब यो चाहिँ अनबक्सिङ गरेको भिडियो बनाउनु पर्यो भनेको क्या। अब चाहिँ हामी होइन यसको अनबक्सिङ गर्छौँ। यो इजी अनलाइन प्रोडक्ट भनेको चाहिँ यो चाहिँ ट्राइपोड हो। अब यो चाहिँ हामी अनबक्सिङ गरेर यो चाहिँ कस्तो छ यसलाई फिक्स जोड्छौँ हामी, अनि त्यहाँदेखि देखाउँछौँ। यसलाई देखाएको यहाँ चाहिँ यस्तो छ होइन। अब यसको किट मैले चाहिँ ब्याट्री चाहिँ किनेर ल्याइसक्यो अघि नै। यस्तो छ यसको चाहिँ। अब जोडेर टक्कसँगले हेर्नुपर्छ यसको क्वालिटी कस्तो छ। अनि कतापट्टि जोड्नु यसको चाहिँ हामी अब अहिले क्वालिटी चेक गर्छौँ कस्तो आउँदो रहेछ यसको होइन। चट्टसँग लगाएर यो अलिँदैन त कसरी चाहिँ अडाउँछ यो यसरी चाहिँ हो। अब यसको कन्सेप्ट लाइट म त पेज कसको होला भन्दैछ भयो गाइस। यसको चाहिँ अब ब्लुटुथ हुन्छ कि के हुन्छ यति हो। यसको यति नै रहेछ होइन गाइस। अब यो चाहिँ कस्तो गर्ने भन्दाखेरि छोटोसँगले यहाँ राख्यो अनि त्यहाँदेखि यसरी बनाएर चाहिँ भिडियो यस्तो पनि भयो। अरे हल्लिन्छ त फेरि। ल यति नै हो गाइस। यसको चाहिँ अब यहाँनिर लाइट खानु पर्यो होइन, यस्तो हुन्छ। ल अहिले चाहिँ अब होइन त्यो चाहिँ माइकिङ चाहिँ अब कस्तो भयो, माथि जोडिएको छ कि छैन होइन त्यो चाहिँ थाहा भएन। तर अब भिडियो चाहिँ अलिक राम्रै आउने रहेछ, टल्किने रहेछ सट्टा। ठिकै हो यतिको राम्रै छ प्रोडक्ट। ल यो चाहिँ अब होइन बाहिर जाँदा पनि अब यसो यो माथिको माइक मात्र जोडेर सट्टासँग गिम्बल मात्र बोकेर सट्टासँग हिँड्दाखेरि पनि भयो क्या। यति भएपछि चाहिँ भिडियो बनाउनु पनि अलिक सहज हुने भयो भनेको। ल यो चाहिँ हल्लिनु पनि हल्दैन। अब हातमा बोकेर गरेको भए चाहिँ अलिक गाह्रै हुन्थ्यो होइन। ठिकै छ यसको। अब यस्तो छ होइन, यो बत्ती मात्र भयो यो चाहिँ। अब यो लाइटिङ चाहिँ अब राम्रै आइरहेछ ढङ्गले। ल अहिले चाहिँ अब होइन म चाहिँ घरमा छु, चट्टसँग लगाएर नयाँ गिम्बल हो।
गिम्बल चाहिँ अब कस्तो छ भने ठिकै छ, ठिक छैन त चट्टासँग लगाएर। यो चाहिँ होइन भर्खर लिएको हो। अब यो चाहिँ भ्लग गर्नुको लागि लिएको खास गरिमा। तर अलिकति चाहिँ के भएछ भने यसको के भन्नु मैले, अब यो हल्का यसो हल्लाउँदाखेरि त ठिकै छ, माइकिङ पनि ठिकै छ होइन। अब यो मैले अब कस्तो गरेँ भने यो बिना माइक बनायो भने चाहिँ अलिक आवाज कस्तो आउँछ क्या, राम्रो क्लियर आउँदैन क्या। ल राति पनि अब छोटोसँग कस्तो छ यस्तो क्या खास गरिमा चाहिँ। कस्तो छ त मेरो गिम्बल भन्दिनँ, नयाँ गिम्बल राम्रो छ मेरो जेठा छोराको। होला ब्लग होइन क्या यो गिम्बल चाहिँ। सबैले सब्सक्राइब गरिदिनु होला। अनि के भन्नु, अरू त आउँदैन। यही हो, नयाँ गिम्बल किनेको हो। अनि यो चाहिँ अब मैले त्यो रिभ्यू गर्नको लागि किनेको थिएँ। अनि त्यहाँदेखि भन्नाले नि अब मलाई सजिलो होस्, कति हातले मात्र अब यस्तो गरेर बनाउँथेँ क्या म पछाडिबाट। अनि त्यहाँदेखि अहिले चाहिँ अब ठिकै छ। अनि अहिले चाहिँ म कस्तो अब भने यो मेरो नयाँ गिम्बलबाट मैले भिडियो बनाइरहेको छु। अनि अब अरू बेला चाहिँ कस्तो हुन्थ्यो भने होइन, अब यो पङ्खा पनि चलिरहेको छ यहाँनिर माथि। अब यो चाहिँ कस्तो हुन्छ भने मैले अगाडि बनाउँदाखेरि चाहिँ अब के यताउति नोइज भयो भने सुनिँदैन थियो। अहिले चाहिँ अब माइक पनि छ ट्र्याकरसँग लगाएर, मेरो नयाँ ट्राइपोड पनि छ। अहिले चाहिँ आवाज पनि मजाले सुनिन्छ होइन, त्यही भएर चाहिँ हो क्या। यही चेक गर्नु आफै थाहा पाइहाल्नुहुन्छ क्या। अब यो मैले होइन माइक पनि जोडेको छैन, लाइट पनि बालेको छैन होइन। अब हेर्नु ल डिफ्रेन्स कति डिफ्रेन्स हुन्छ। मैले अब माइक जोडेँ भने होइन, अनि लाइट बालेँ भने कति डिफ्रेन्स हुन्छ हेर्नु ल। अब मैले माइक जोडेँ, अब लाइट बालेँ होइन। अब लाइटले र माइकले कति डिफ्रेन्स गर्दो रहेछ होइन। अब हेर्नु चट्टासँग लगाएर। अनि ब्याट्री अब त्यो लाइटमा चाहिँ ब्याट्री लाग्छ। अनि रिमोट पनि छ क्या यहाँनिर। यो चाहिँ भिडियो अन अफ गर्ने हो क्या। अब मैले बनाइरहेको छु होइन। अब मैले यो थिचेँ भने अफ हुन्छ हेर्नु ल, भिडियो आफै बन्द हुन्छ क्या हेर्नु।